नेपाली राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान मानबहादुर श्रेष्ठले टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट 9औं पिएम कप एनभिए भलिबल लिग खेल्ने भएका छन्। दर्शकवृन्द, गत कार्तिकमा राष्ट्रिय टिमबाट सन्यास घोषणा गर्दै अस्ट्रेलिया लागेका मानबहादुर एनभिए भलिबल लिग खेल्न नेपाल आइपुगेका छन्। मानबहादुरले एक भिडियो पोस्ट गर्दै हेल्प नेपालबाट खेल्न लागेको जानकारी गराएका छन्। राष्ट्रिय टिमबाट सन्यास घोषणा गरेपछि उनी पहिलो पटक नेपालमा घरेलु प्रतियोगिता खेल्न आएका हुन्। मानबहादुरले भिडियोमा भनेका छन्, एनभिए लिगमा मलाई टिपटप हेल्प नेपालले अनुबन्ध गर्नुभयो, त्यसको लागि धन्यवाद। यस्तै उनले 1 दशकसम्म आफू खेलेको टिम त्रिभुवन आर्मी क्लबलाई पनि धन्यवाद व्यक्त गरेका छन्। विगत 10 वर्षदेखि म खेल्दै आएको त्रिभुवन आर्मी क्लब र नेपाली सेनालाई मलाई यो स्थानसम्म ल्याइ पुर्याउन अवसर दिनु भएकोमा टिम र नेपाली सेनालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। आफू हाल यो संस्थाबाट रिटायर भइसकेको पनि बताएका छन्। त्रिभुवन आर्मी क्लबलाई जितको शुभकामना समेत उनले व्यक्त गरेका छन्। मानबहादुरले आर्मीका नयाँ युवा खेलाडीहरूलाई पनि शुभकामना दिएका छन्। साथै मानबहादुरले दर्शकहरूलाई पनि माया गर्नु भएकोमा धन्यवाद व्यक्त गरेका छन्। मानबहादुर 2080 साल साउनमा नेपाली राष्ट्रिय भलिबल टिमको कप्तान बनेका थिए। उनकै कप्तानीमा नेपालले त्यही वर्ष चीनमा भएको 1900 एसियाडमा प्रतिस्पर्धा गरेका थिए। उनी नेपालबाट 2 पटक एसियन गेम्स खेल्ने 2 भलिबल खेलाडी मध्येका एक हुन्। नेपालले सन् 2017 मा मालदिप्समा भएको सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा तेस्रो हुँदै कांस्य पदक जित्दा मानबहादुरले बेस्ट आउटसाइड अट्याकरको अवार्ड प्राप्त गरेका थिए। नेपाल भलिबल संघको आयोजनामा यही जेठ 8 गतेदेखि 15 गतेसम्म एनभिए भलिबल लिगमा पुरुषतर्फ 8 तथा महिलातर्फ 6 टिमको सहभागिता रहनेछ। साथै हेल्प नेपालले मानबहादुर श्रेष्ठसँगै पाकिस्तानी चर्चित खेलाडी जो नेपालमा पनि निकै लोकप्रिय छन्, माजर अली, सर राजा र वालिद खानलाई पनि अनुबन्ध गरेको छ। यस्तै यता गण्डकी प्रदेश भलिबल संघले पनि पाकिस्तानी खेलाडी जो हेल्प नेपालबाट खेलिसकेका पाकिस्तानी खेलाडी आउटसाइड हिटर वाकर खान र सेटर अन्नन खानलाई पनि सार्वजनिक गरेको छ। यो प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले 50,000, उत्कृष्ट लेबरो, सर्भर, ब्लकर, लिफ्टर र स्पाइकर र प्रशिक्षकहरूले जनही 25,000 रुपैयाँ पुरस्कार पाउनेछन्। यस प्रतियोगिताको विजेता काभा भलिबल क्लब च्याम्पियनसिपमा पनि सहभागी हुन पाउनेछ। अघिल्लो पटक काभा भलिबल क्लब च्याम्पियनसिपमा नेपालबाट हेल्प नेपाल स्पोर्ट्सले प्रतिनिधित्व गरेको थियो। दर्शकवृन्द, यो प्रतियोगितामा तपाईँ कुन क्लबलाई सपोर्ट गर्दै हुनुहुन्छ, साथै तपाईँको मनपर्ने खेलाडीको नाम पनि कमेन्ट बक्समा मेन्सन गर्न नभुल्नुहोला। आगामी दिनमा पनि सम्पूर्ण खेल अपडेटको लागि गोर्खाली मिडिया सब्स्क्राइब गर्दै नजिकै रहेको बेल आइकन दबाउन पनि नभुल्नुहोला।